वचनको शीर्षक चाहिँ विश्वासीको हिँडाइ। जब हामीले येशू ख्रीष्टलाई विश्वास गरेका छौँ, हामीले येशू ख्रीष्टलाई पाएका छौँ, अनि हामीले चाहिँ अब परमेश्वरको मार्गमा अर्थात् बाइबलले हामीलाई बताएको बाटोमा एउटा विश्वासी भएको नाताले, अर्थात् परमेश्वरलाई विश्वास गर्ने वचन अनुसार हिँड्ने मानिस भएको एउटा नाताले अब हामीले हाम्रो जीवनलाई चाहिँ कसरी जिउने त, हामीले चाहिँ कसरी हिँड्नुपर्छ त, अनि बाइबलमा चाहिँ हामीलाई विश्वास भनेको के हो भनेर हामीलाई कसरी बताइएको छ भनेर हामीले आज केही कुराहरू चाहिँ हेर्नेछौँ। अनि यसको निम्ति चाहिँ मैले बाइबलको खण्ड चाहिँ दोस्रो कोरिन्थी 5 अध्यायको 6 पददेखि लिएर 8 पदसम्म लिएको छु। दोस्रो कोरिन्थी 5 अध्यायको 6 पददेखि 8 पदसम्म। अनि हामीहरू जोसँग बाइबल छ हामीहरूले बाइबल पनि पल्टाउन सक्छौँ अनि हामीले स्क्रिनमा पनि हेर्न सक्छौँ। यहाँ चाहिँ यसरी भनिएको छ, दोस्रो कोरिन्थी 5 अध्यायको 6 पददेखि 8 पदमा, यसकारण हामीलाई सम्पूर्ण भरोसा छ। हामी जान्दछौँ कि हामी जबसम्म शरीरमा रहन्छौँ तबसम्म प्रभुबाट अलग हुन्छौँ, किनकि हामी विश्वासद्वारा हिँड्छौँ, देखिने कुराको आधारमा होइन। हामीमा पूर्ण भरोसा छ, बरु शरीरबाट अलग भएर प्रभुसँग रहन हामी चाहन्छौँ। साँच्चै नै परमेश्वरले हामीलाई यस वचन पढाइमा आशिष दिनुभएको होस्। अनि मैले अहिले दोस्रो कोरिन्थी 5 को 6 देखि 8 पदसम्म पढेँ, तर आज हामीले यी सबै कुराहरू चाहिँ हेर्दैनौँ। हामीले चाहिँ आज विशेष गरी हेर्ने भनेको चाहिँ यो 7 पदलाई, 5 को 7 पदलाई चाहिँ हामीले विशेष गरी आज हेर्छौँ है। यहाँ चाहिँ हामीलाई के भनिएको छ भन्दाखेरि, किनकि हामी विश्वासद्वारा हिँड्छौँ, देखिने कुराको आधारमा होइन। हामीले अघि नै शीर्षकमा हेरेको जस्तै विश्वासीहरूको हिँडाइ है कस्तो हुन्छ अनि हामी कसरी हिँड्छौँ भन्ने कुरालाई चाहिँ आज हामीले हेर्नेछौँ। अनि यो 5 को 7 भित्र पनि हामीले चाहिँ विशेष गरी आज एकदमै जोड दिएर हेर्ने भनेको वाक्यांश भनेको दुईटा शब्द, विश्वासद्वारा हिँड्छौँ भन्ने दुईटा शब्दलाई चाहिँ हामी एकदमै जोड दिएर चाहिँ हामीले हेर्नेछौँ है। अनि यो कुरालाई चाहिँ म आशा गर्छु हामी सबैजनाले यी सबै कुराहरू सम्झिन नसके तापनि सायद एउटा यो चित्र चाहिँ सबैजनाले सम्झिनुहुन्छ होला। अनि यहाँ चित्र देख्नुहुन्छ तपाईँहरूले, एकजना मान्छे चाहिँ त्यहाँनिर हिँडिरहेको छ है, अँध्यारो बाटो छ। यो चित्रको विषयमा अहिले पछि पनि कुरा आउँछ, हामी हेर्नेछौँ, तर सबैजनाले यो कुरा चाहिँ सम्झिदिनु होला है। एकजना मान्छे चाहिँ हिँडिरहेको छ अनि हामी विश्वासी भएको नाताले अब हामीले विश्वासमा कसरी हिँड्ने, हाम्रो जीवनलाई कसरी अगाडि बढाउने, अनि त्यस समयमा पावलले यो वचन लेख्दै गर्दाखेरि कोरिन्थीको मण्डलीलाई चाहिँ के भन्न खोजिरहेका थिए भन्ने कुराहरू चाहिँ हामी अब अगाडि हेर्दै जानेछौँ। अनि सबैभन्दा सुरुमा चाहिँ अब हामीले है यो विश्वासीको हिँडाइ भनेर हेर्दै गर्दाखेरि आज हामीले हेर्ने मुख्य कुरा दोस्रो कोरिन्थी 5 को 7 पदभित्र चाहिँ 3वटा बुदाहरूमा चाहिँ हामीले हेर्छौँ है। पहिलो बुदामा चाहिँ हामी विश्वास भनेको के हो, विशेष गरी यस पदमा बताइएको विश्वास चाहिँ के हो त, विश्वासको अर्थ भनेर हेर्छौँ, जुन कुरा चाहिँ यही 7 पदको क खण्डबाट मैले लिएको छु। अनि दोस्रो बुदा हामीले हेर्ने भनेको चाहिँ विश्वासद्वारा हिँड्नु है, अनि जुन चाहिँ विश्वासीको जीवन चरण हुनुपर्छ त्यो विश्वास चाहिँ भन्ने कुरा लिएको छु दोस्रो बुदा चाहिँ, जुन कुरा चाहिँ यही 7 पदको क खण्डमा छ। अनि त्यसै गरी हामी तेस्रो बुदा हेर्नेछौँ, आँखाले देखिने होइन तर देखिने कुराभन्दा परको विश्वास, एउटा विश्वासीमा हुनुपर्ने कुरा चाहिँ यो चाहिँ तेस्रो बुदा। हामीले यही 7 पदभित्र होइन, दोस्रो कोरिन्थी 5 को 7 पदभित्र रहेर यो 3वटा बुदाहरूमा चाहिँ आजको वचनको खण्डलाई हामीले केलाएर हेर्नेछौँ। अनि सबैभन्दा सुरुमा चाहिँ अब हामीले बुझ्नुपर्छ कोरिन्थीको मण्डली कस्तो थियो। कोरिन्थीको मण्डली कस्तो थियो भनेर हामीले बुझ्नुभन्दा अगाडि हामीलाई थाहा हुनुपर्छ कोरिन्थीको मण्डली जुन ठाउँमा रहेको थियो त्यो सहर चाहिँ कस्तो थियो त भनेर हामीले कोरिन्थीको सहरको विषयमा चाहिँ हामीले विशेष गरी सबैभन्दा सुरुमा चाहिँ बुझ्नुपर्ने हुन्छ। जस्तै उदाहरणको लागि हाम्रो बेथानी अनुग्रह मण्डली चाहिँ अहिले बागडोलमा छ होइन, बागडोल भनेको चाहिँ ललितपुर सहरमा पर्छ। अब सबैभन्दा सुरुमा हामीले बेथानी अनुग्रह मण्डली जुन बागडोलमा छ, बेथानी अनुग्रह मण्डलीको बारेमा बुझ्नुभन्दा अगाडि चाहिँ हामीले ललितपुरको बारेमा केही कुराहरू बुझ्यो भने चाहिँ हामीलाई के हुन्छ, बेथानी अनुग्रह मण्डलीको बारेमा बुझ्न अझै सजिलो हुन्छ है। त्यो हिसाबले गर्दाखेरि पावलले यो वचन चाहिँ कोरिन्थीका मण्डलीलाई लेखिरहेका थिए। अब कोरिन्थीको मण्डली कस्तो थियो भनेर हामीले हेर्नुभन्दा अगाडि चाहिँ हामीले कोरिन्थीको सहर चाहिँ कस्तो थियो त भनेर बुझ्यौँ भने चाहिँ हामीलाई मण्डली बुझ्न सजिलो हुन्छ। जब हामीले मण्डलीलाई बुझ्छौँ त्यसपछि चाहिँ हामीले यो वचनले के भन्न खोजेको हो त त्यो समयमा र आजको समयमा हामीलाई भनेर बुझ्न पनि सजिलो हुन्छ है। सबैभन्दा सुरुमा चाहिँ म तपाईँहरूलाई यहाँ दुईटा चित्र देखाउँछु। यो चाहिँ कोरिन्थीको सहरको है, अब त्यो समयमा पावलको समयमा भएको चित्र त हामीसँग छैन, तर हामीसँग धेरै डकुमेन्टहरू छन्, धेरै लेखोटहरू छन् जसको आधारमा चाहिँ इतिहासकारहरूले केही चित्रहरू कोरेका छन्। माथि देखाइएको यो पिल्लर जस्तो चित्र भनेको चाहिँ मन्दिर हो
है। कोरन्थी भन्ने सहरमा चाहिँ यस्तो किसिमको मन्दिर हुन्छ। त्यहाँनिर चाहिँ धेरै देवी देवताहरूलाई उनीहरूले पूजा गर्थे अनि उनीहरूको मन्दिर चाहिँ यसरी यस्तो किसिमको हुन्थ्यो। अनि विशेष गरी त्यो मन्दिरहरू चाहिँ डाँडा डाँडाहरूमा बनाउँथे। एकदमै अग्लो अग्लो स्थानहरूमा चाहिँ उनीहरूले त्यस्तो किसिमको मन्दिरहरू चाहिँ बनाउने गर्थे है। अनि उनीहरूको मन्दिरमा चाहिँ विभिन्न किसिमका देवी देवताहरू पूजा गर्ने साथसाथै विभिन्न किसिमका यौन धन्दाहरू पनि चलाउने गर्थे कोरन्थीको सहरमा चाहिँ। अनि त्यसपछि गएर तल्लो त्यहाँनिर चित्र छ, त्यो चाहिँ बाटो, कोरन्थीको सहरको चाहिँ बाटो। त्यो समयमा होइन, आजभन्दा लगभग लगभग 2000 वर्ष अगाडि कोरन्थीको सहरमा चाहिँ यस्तो किसिमको बाटोहरू थियो। अनि यहाँबाट चाहिँ हामीले के अनुमान लगाउन सक्छौँ भने कोरन्थीको सहर चाहिँ त्यो समयमा पनि एउटा विकसित सहर चाहिँ थियो है। अगाडि हामी हेर्दै जान्छौँ। अनि हामीले बाइबललाई पनि के लगाएर हेर्ने हो भने कोरन्थीको सहर चाहिँ कस्तो देखिन्थ्यो त भनेर यो चित्रमा पनि हामीले यसो मोटामोटी चाहिँ हेर्न सक्छौँ। त्यहाँ माथि चाहिँ अग्लो डाँडा छ है। अग्लो डाँडाबाट चाहिँ त्यहाँबाट वरिपरि हेर्दाखेरि अरू धेरैवटा सहरहरू चाहिँ देखिन्थ्यो त्यहाँबाट। त्यसपछि त्यहाँ पानी जस्तो देखिन्छ, त्यो भनेको चाहिँ समुद्र हो। समुद्र नजिकै छ। त्यसको यो घोडा अनि यो टाँगाको चित्र भन्दा यतापट्टि पनि अर्को समुद्र छ। त्यहाँनिर दुईवटा समुद्रको बिचमा चाहिँ कोरन्थीको सहर पर्थ्यो। अनि यो अग्लो पिलर जस्तो भनेको चाहिँ मन्दिर है, मैले जुन अघि नै भनिसकेको छु। अनि तल तपाईँले त्यहाँनिर यतापट्टि साइडमा नि एउटा अग्लो पिलर जस्तो र घर जस्तो देख्नुहुन्छ, त्यो पनि मन्दिर नै हो। त्यो चाहिँ अफ्रोडाइट देवीको मन्दिर कोरन्थीको सहरमा भएको। त्यसपछि तल बसेको चाहिँ त्यो सहर हो है। त्यो समयमा पनि कोरन्थीको सहर चाहिँ एकदमै विकसित सहर थियो। अनि यो सहरभित्र चाहिँ के थियो भन्दाखेरि विभिन्न किसिमका व्यापार गर्ने व्यापारीहरू बस्थे, पसलहरू विभिन्न किसिमका पसलहरू थिए। अनि विशेष गरी त्यहाँ चाहिँ बैजनी रङका कपडाहरू व्यापार गर्ने मानिसहरू जुन हामीले बाइबलमा पनि पाउँछौँ। बैजनी रङका त्यो पर्पल कलरका गोल्डन कलरको कपडाहरू व्यापार गर्ने मानिसहरू चाहिँ एकदमै धेरै यहाँनिर चाहिँ बस्दथे। अनि यो चाहिँ व्यापारिक नाका हुनुको एउटा सबैभन्दा मुख्य चाहिँ के थियो भन्दाखेरि समुद्र थियो यसको है। माथि पनि समुद्र, तल पनि समुद्र भएको कारणले गर्दाखेरि चाहिँ त्यहाँनिर विभिन्न देशहरूबाट मान्छे चाहिँ आवत जावत गर्ने अनि त्यसपछि विभिन्न किसिमका चाहिँ त्यहाँनिर यो इकोनोमिक एक्टिभिटिजहरू, आर्थिक गतिविधिहरू चाहिँ धेरै हुने त्यहाँनिर। अनि त्यस सहरमा बस्ने मानिसहरू पनि एकदमै धनाढ्य 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 मानिसहरू चाहिँ बस्ने भएको कारणले गर्दाखेरि चाहिँ त्यो सहर चाहिँ त्यो समयको एकदमै महत्त्वपूर्ण सहर, व्यापारिक हिसाबले, आर्थिक हिसाबले, राजनीतिक हिसाबले अग्लो अग्लो डाँडा भएको कारणले गर्दाखेरि युद्धहरू गर्न सजिलो। त्यो हिसाबले पनि यो कोरन्थीको सहर चाहिँ एकदमै महत्त्वपूर्ण सहर थियो है। अनि एकदमै महत्त्वपूर्ण सहर भए तापनि त्यहाँनिर धेरै शिक्षित मान्छेहरू पनि बस्थे, धेरै अशिक्षित मान्छेहरू पनि बस्थे। तर सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के थियो भन्दाखेरि एकदमै नैतिक रूपमा भ्रष्ट भएको सहर थियो यो चाहिँ है। मूर्ति पूजा गर्ने, व्यभिचार एकदमै धेरै, त्यसपछि गएर थिचोमिचो गर्ने, त्यस्तो कुराहरूले भरिएको सहर चाहिँ यो थियो। कोरन्थीको सहरको पृष्ठभूमि चाहिँ यस्तो छ। त्यसपछि अब हामीले हेर्नुपर्छ कोरन्थीको चर्चको पृष्ठभूमि। त्यसो भने कोरन्थीको चर्च चाहिँ कस्तो थियो त? किन भन्दाखेरि कोरन्थीको सहरको विषयमा त हामीले हेरिसकेका छौँ। त्यस्तो सहरमा बसेको मण्डली चाहिँ कस्तो थियो त अब है, त्यो हामीले हेरौँ। मैले त्यहाँनिर 5वटा कुराहरू राखेको छु कोरन्थीको मण्डलीको विषयमा। अनि कोरन्थीको मण्डली चाहिँ पावलको दोस्रो प्रचार यात्राको क्रममा चाहिँ सुरुवात गरेका थिए। जब पावल चाहिँ दोस्रो प्रचार यात्रामा निस्केका थिए त्यतिखेर पावल चाहिँ यो कोरन्थी भन्ने सहर जुन भर्खरै हामीले हेऱ्यौँ त्यहाँ चाहिँ 18 महिना बसेका थिए है। अनि 18 महिना बस्ने क्रममा चाहिँ त्यहाँनिर पावलले विशेष गरी प्रिस्किला र अकिलास उनीहरूले पनि यस्तै व्यापारका कामहरू गर्थे। उनीहरूको घरमा बसेर उनले चाहिँ पाल बुन्ने र पाल बुनेर पालको व्यापार गर्ने त्यस्तो किसिमको काम गर्दै त्यहाँनिर चाहिँ कोरन्थीमा बसेर उनले चाहिँ कोरन्थीको मण्डलीलाई चाहिँ त्यसरी सुरुवात गरेका थिए पावलले है। अनि कोरन्थीको मण्डली त्यसरी सुरुवात गरे तापनि कोरन्थीका मानिसहरू चाहिँ त्यही कोरन्थीको सहरको पृष्ठभूमिबाट आएको कारणले गर्दाखेरि उनीहरू चाहिँ पूर्ण रूपमा परिवर्तन भइसकेका थिएनन् है। पूर्ण रूपमा परिवर्तन भइसकेका थिएनन्। अनि वचनहरू उनीहरूलाई ग्रहण गर्न एकदमै गाह्रो भइरहेको थियो। किन भन्दाखेरि उनीहरूले जिउने जीवनशैली नै कस्तो थियो, एकदमै मोज मजाको जीवनशैलीहरू उनीहरूले जिउँथे, एकदमै ऐसारामको जीवनशैली जिउने, एकदमै धन अनि धनाढ्यहरू मानिसहरू भएको कारणले गर्दाखेरि उनीहरूले त्यस्तै किसिमको जीवनशैली जिउँथे। तर बाइबलले त त्यस्तो सिकाएको छैन। बाइबलले जे शिक्षा सिकाएको थियो त्यस्तै किसिमको शिक्षा सिकाए। अनि ती कुराहरू चाहिँ कोरन्थीको मानिसहरूलाई ग्रहण गर्नको निम्ति धेरै समय लाग्यो है। अनि यो पावलले यो पत्र लेख्दै गर्दाखेरि चाहिँ अब कोरन्थीको मण्डली चाहिँ कस्तो अवस्थामा छ भनेर हामीले हेऱ्यौँ भने पहिलो कुरा चाहिँ त्यहाँनिर मैले विविध सदस्यता भनेर भनेको छु। विविध सदस्यता भनेको चाहिँ कोरन्थीको मण्डलीमा चाहिँ ग्रिकहरू पनि थिए अनि यहुदीहरू पनि थिए है। विभिन्न किसिमका मानिसहरू, विभिन्न जात जातिका मानिसहरू चाहिँ मिश्रित रूपमा चाहिँ थिए त्यहाँनिर। व्यापारिक सहर भएको कारणले गर्दाखेरि धेरै ठाउँहरूबाट मान्छे आउने जाने बसोबास गर्थे। त्यसैले त्यहाँ चाहिँ ग्रिक, यहुदी सबै व्यक्तिहरू चाहिँ मिसिएको थियो
है। अनि त्यहाँनिर ग्रिक त्यसपछि यहुदीहरू मिसिएको कारणले गर्दाखेरि अब ग्रिकहरूले के गर्थे, उनीहरूले पुरानो करार पालन गर्थे, त्यो समयमा पनि 10 आज्ञाहरू पालन गर्थे, के कुरा खाने के कुरा नखाने, सबातहरू मान्ने नमान्ने जस्ता किसिमका कुराहरू उनीहरूले अघि सार्थे। तर फेरि ग्रिकहरूलाई ती कुराहरू केही पनि थिएन होइन, उनीहरूले ती कुराहरू मान्न चाहँदैनथे। त्यसको कारणले गर्दाखेरि चाहिँ मण्डलीभित्र चाहिँ त्यहाँनिर विभाजनको समस्या पनि थियो। अनि हामीले पहिलो कोरिन्थीमा पनि पाउँछौँ, त्यहाँ चाहिँ यस्तो किसिमसम्मको विभाजन थियो कि त्यहाँनिर कोही कोही मानिसले के भन्थे, म चाहिँ पावलको हुँ, म अपोलोसको हुँ। अनि त्यहाँनिर यहुदीहरू पनि थिए जसले के भन्थे, हामी चाहिँ पत्रुसका हौँ, पावलको पनि होइन अपोलोसको पनि होइन भनेर। त्यसरी समेत त्यहाँसम्म त्योसम्म ठाउँसम्मको पनि त्यहाँनिर चाहिँ विभाजनको समस्या पनि थियो है। त्यसपछि गएर तेस्रो बुँदा भनेको चाहिँ आत्मिक अपरिपक्वता। कोरिन्थीका मानिसहरू चाहिँ उनीहरूले राम्रोसँग वचन बुझेका, राम्रोसँग चाहिँ वचनमा जिउने, त्यसपछि साँच्ची नै परमेश्वरमा भक्ति गर्ने त्यो स्थानसम्म चाहिँ त्यो मण्डली पुगिसकेको थिएन यो समयसम्म चाहिँ है। अर्को चाहिँ नैतिक समस्या, मैले भनिहालेँ अघि नै पनि, हामीले चित्रमा पनि हेऱ्यौँ, त्यहाँनिर चाहिँ विभिन्न देवीहरूको मन्दिरहरू थियो अनि त्यहाँ चाहिँ विभिन्न किसिमका यौन धन्दाहरू हुन्थे। अनि उनीहरूको त्यस ठाउँमा चाहिँ विशेष गरी ठुलो समस्या भनेको चाहिँ व्यभिचारको समस्या थियो। अनि नैतिक रूपमा चाहिँ धेरै भ्रष्ट मानिसहरू बस्ने भएको कारणले गर्दाखेरि कतिपय व्यक्तिहरू मण्डलीभित्रै पनि त्यस्ता काम गर्ने व्यक्तिहरू पनि थिए। हामीले पहिलो कोरिन्थीको पहिलो अध्यायमा नै त्यहाँनिर पाउँछौँ, त्यहाँनिर चाहिँ कोरिन्थीको मण्डलीभित्र भएको व्यभिचारका कुराहरू त्यहाँनिर उल्लेख गरिएको छ पहिलो कोरिन्थीको पहिलो अध्यायमा नै। अनि विभिन्न किसिमको नैतिक समस्याले पनि भरिएको थियो त्यो मण्डली है। त्यसपछि गएर सबैभन्दा महत्त्वपूर्ण कुरा र मुख्य कुरा भनेको चाहिँ सैद्धान्तिक रूपमा भ्रम। त्यो भनेको चाहिँ बाइबलले जे सिद्धान्त सिकाएको छ, जे कुरा उनीहरूले पालन गर्नुपर्ने थियो, त्यही कुरा पनि उनीहरूले चाहिँ राम्रोसँग बुझिसकेका थिएनन्। उनीहरू चाहिँ भ्रममा थिए है। कतिले के गर्ने भन्थे, कतिले के गर्ने भन्थे। उनीहरूलाई चाहिँ सिद्धान्त, इसाई जीवनको सिद्धान्त के हो, हाम्रो विश्वास के हो, हामी कसरी जिउने, अनि मण्डली कस्तो हुनुपर्छ, विश्वासीहरू कस्तो हुने, कसरी व्यवहार गर्ने, विश्वासीहरूको आचरण कस्तो भन्ने किसिमका सिद्धान्त सैद्धान्तिक रूपमा पनि उनीहरूलाई चाहिँ त्यति प्रष्ट थिएनन्। त्यस कारणले गर्दाखेरि अब पावलले चाहिँ यो आज हामीले हेरिरहेको दोस्रो कोरिन्थी 5 अध्यायको 6 पददेखि 8 पदको यो कुरा चाहिँ कोरिन्थीको मण्डली यस्तो समस्याहरूको बिचमा रहिरहेको समयमा चाहिँ उसले यो वचनलाई चाहिँ लेख्दैछ है। त्यस किसिमले गर्दाखेरि हामी अब अगाडि बढौँ अलिकति। यो हामीले भर्खरै हेरेको यो पहिलो कोरिन्थी 5 अध्यायको 6 पददेखि 8 पदको विषयमा हामीले दुईटा कुरा हेऱ्यौँ अहिलेसम्म। एउटा कुरा चाहिँ कोरिन्थी सहरको विषयमा हेऱ्यौँ, दोस्रो कुरा चाहिँ कोरिन्थीको मण्डलीको विषयमा हेऱ्यौँ है। अब चाहिँ आज हामीले हेर्ने वचन जुन चाहिँ 6 पददेखि लिएर 8 पदसम्मको वचन छ त्यसको पृष्ठभूमिको विषयमा हेरौँ है। अब यहाँ पावलले यो कुरा किन लेख्दैछ त त्यसो भने 6 पददेखि 8 पदबाट हामीले त पढ्दैछौँ, हामीले खास एक पदबाटै पढ्नुपर्ने हो, तर एक पददेखि लिएर 5 पदसम्म चाहिँ हामी पृष्ठभूमिको रूपमा चाहिँ यस ठाउँमा हेर्छौँ है। अब कोरिन्थीका मानिसहरू चाहिँ कोरिन्थीको सहरमा भएको कारणले गर्दाखेरि त्यो मण्डलीभित्रका मानिसहरूलाई पनि कोरिन्थीका सहरका मानिसहरूले जस्तो विचार गर्थे त्यस्तै किसिमको विचार चाहिँ उनीहरूलाई पनि थियो है। अब यो पृष्ठभूमिमा हामी जाँदै गर्दाखेरि यहाँनिर हामीले चाहिँ विशेष गरी 4वटा कुराहरू हामीले विचार गर्नुपर्छ। यो 5 अध्यायकै 1 पददेखि लिएर 5 पदसम्म त्यहाँनिर हेर्दै जाँदाखेरि त्यो सहर चाहिँ एकदमै व्यापारिक केन्द्र, धनीहरूले भरिएको कारणले गर्दाखेरि उनीहरूको हरेक कुराहरू चाहिँ के हुन्थ्यो, शारीरिक कुराहरूसँग मात्रै सम्बन्धित हुन्थ्यो। हामी यो संसारमा छौँ, अर्को जुनी जन्मिन्छौँ जन्मिँदैनौँ हामीलाई थाहा छैन, तर हामी जुन दिनसम्म संसारमा रहन्छौँ हामी चाहिँ एकदमै रमाइलो गरेर एकदमै धन सम्पत्तिको उपभोग गरेर चाहिँ बाँच्नुपर्छ भन्ने किसिमको सोचाइ चाहिँ त्यो सहरमा थियो है। अनि अब हामीले यो भर्खरै हेरेको 6 पददेखि 8 पदसम्मको पृष्ठभूमिलाई हामीले के लायौँ भने पनि हामीले पनि त्यो कुरा चाहिँ यो 1 पददेखि 5 पदभित्र त्यहाँनिर हामी हेर्छौँ। पावलले चाहिँ अब के कुरा उठान गर्दैछन् यहाँनिर स्वर्गीय वासस्थानको विषयमा होइन, मृत्युपछि के हुन्छ त मानिसको भन्ने कुराको विषयमा चाहिँ पावलले यहाँनिर अब विषय उठान गर्दैछन् है। 1 पददेखि लिएर 5 पदसम्म चाहिँ त्यहाँनिर। अनि उनले यो विषयलाई उठाउँदै गर्दाखेरि अब उनले के भन्छन् भन्दाखेरि, ए कोरिन्थीका मण्डलीका मानिसहरू हो, तिमीहरूले विचार गर हाम्रो यो शरीर चाहिँ कस्तो शरीर हो, पार्थिव शरीर हो है। तिमीहरूले जे सोचिरहेका छौ नि अहिले, हामी यस शरीरमा छौँ, धन सम्पत्तिहरू उपभोग गर्नुपर्छ, सबै कुरा उपभोग गर्नुपर्छ, मरेपछि के हुन्छ कस्तो हुन्छ थाहा छैन भनेर सोचिरहेका छौ, तर त्यस्तो कुराहरू चाहिँ होइन है। कोरिन्थीका मानिसहरू तिमीहरूले चाहिँ यो कुरा बुझ, हामी चाहिँ अहिले हाम्रो शरीर अहिले पार्थिव शरीर हो। अनि तपाईँहरूले 5 अध्यायको 1 पदमा 2 पदमा त्यहाँ हेर्नुभयो भने प्रष्ट बताइएको छ, पृथ्वीमा चाहिँ हामी एउटा डेरा लिएर बसेको जस्तै होइन, घर भाडा लिएर बसेको जस्तै, जुन चाहिँ हाम्रो पर्मानेन्ट घर सधैँभरि रहिरहने घर होइन, तर त्यसरी बसिरहेको ठाउँ हो।
भनेर चाहिँ पावलले कोरिन्थीका मण्डलीका मानिसहरूलाई चाहिँ सुरुमा त्यहाँनिर सम्झाउँदैछन् है। पार्थिव शरीर छ, त्यसपछि गएर अनि कोरिन्थीका मण्डलीहरूलाई पावलले के पनि भन्छन् भने तिमीहरूले चाहिँ अब यस पृथ्वीको लागि होइन, 2 पद तपाईँहरूले पाउनुहुन्छ, स्वर्गको डेरा, स्वर्गीय डेरा चाहिँ धारण गर्ने तिमीहरूले अब इच्छा राख्नुपर्छ। अनि तिमीहरूले केवल यस पृथ्वीमा मात्रै रहेर पृथ्वीको लागि मात्रै सोचेर पृथ्वीमा म जीवन जिहाल्छु, पुगिहाल्छ भन्ने किसिमको सोच राख्ने मात्रै होइन, अब तिमीहरूले चाहिँ स्वर्गीय वासस्थान, स्वर्गमा पनि मलाई चाहिँ घर चाहिन्छ, स्वर्गमा पनि मलाई ठाउँ चाहिन्छ, अर्थात् मेरो मृत्युपछि मलाई चाहिँ स्वर्गमा पनि ठाउँ चाहिन्छ भनेर तिमीहरूले विचार गर्नुपर्छ है भनेर चाहिँ पावलले 2 पदमा त्यसरी सिकाउँदैछन्। र पनि अब कोरिन्थीका मण्डलीहरूलाई चाहिँ के छ, त्यहाँका मानिसहरूलाई चाहिँ कस्तो लागिरहेछ, उनीहरूलाई चाहिँ हामी चाहिँ पृथ्वीमा छौँ, हाम्रो शरीर पार्थिव छ, हामी चाहिँ मरिहाल्छौँ, हामीलाई चाहिँ उनीहरूलाई चाहिँ त्यो मृत्युपछिको त्यो समयको निम्ति, त्यो जीवनको निम्ति चाहिँ उनीहरूलाई त्यति धेरै थाहा नभएको, अनन्त जीवनको बारेमा चाहिँ त्यति धेरै विचारहरू नबुझेको त्यो अवस्था चाहिँ हामी कोरिन्थीको मण्डलीहरूको बारेमा चाहिँ पाउँछौँ, जुन कुरा यही 5 अध्यायको 1 पददेखि लिएर चाहिँ 5 पदसम्म पावलले त्यहाँनिर हामीहरूलाई पनि बताइदिएका छन्। त्यस हिसाबले गर्दाखेरि अब पावलले चाहिँ के भन्दैछन् कोरिन्थीका मानिसहरूलाई भन्दाखेरि, ए कोरिन्थीका मानिसहरू, तिमीहरूको घर चाहिँ अब यो पृथ्वीमा चाहिँ तिमीहरूको घर के छ, एउटा डेढाको रूपमा छ, सधैँभरि रहने होइन, तिमीहरू चाहिँ अब स्वर्गमा आफ्नो ठाउँ बनाउनको निम्ति तिमीहरूले त्यसरी जिउनुपर्छ। तिमीहरूको विश्वास चाहिँ त्यस्तो हुनुपर्छ कि जुन विश्वास तिमीहरूले पृथ्वीमा जिउँछौ त्यही कुरालाई लिएर चाहिँ तिमीहरू स्वर्गको घरमा, जहाँनिर तिमीहरूको अनन्तसम्मको डेरा पाउँछौ, त्यहाँनिरको निम्ति चाहिँ तयार हुनुपर्छ। तिमीहरूको लागि तयार हुने ठाउँ चाहिँ यो पृथ्वी हो, यो पृथ्वी भनेको चाहिँ पार्थिव शरीरमा खाने पिउने धन सम्पत्तिहरू सबै कुराहरूमा रमाउने मात्रै होइन, तर स्वर्गीय डेराको निम्ति, यस घरबाट अर्को घरमा सर्ने बेलाको निम्ति चाहिँ आफैले आफैलाई तयार बनाउने ठाउँ हो। यो कुरा चाहिँ तिमीहरूले बुझ्नुपर्छ भनेर पावलले कोरिन्थीका मण्डलीका मानिसहरूलाई चाहिँ यसरी बताएको कुरा चाहिँ हामी यही 5 अध्यायको 1 पददेखि लिएर 5 पदसम्म चाहिँ हेर्छौँ है। यहाँ मैले टिपेको पनि छु। 4वटा कुराहरू चाहिँ कोरिन्थीको मण्डलीका विश्वासीहरूको बिचमा थियो। उनीहरूलाई चाहिँ एउटा पार्थिव शरीर, त्यसपछि स्वर्गीय डेरा धारण गर्ने इच्छा तिमीहरूले राख्नुपर्छ भनेको, अनि फेरि तरै पनि कोरिन्थीका मानिसहरू चाहिँ डराएको, हामी मरिहाल्छौँ, सकिहाल्छौँ भन्ने उनीहरूले त्यसरी बुझेको, अनि अनन्त जीवनको बारेमा उनीहरूलाई थाहा नभएको अवस्था। त्यसैले अब पावलले चाहिँ 6 पददेखि 8 पदसम्म आज हामीले हेरिरहेको वचनमा चाहिँ के भन्छन् भन्दा, हामीहरूले चाहिँ यस पृथ्वीमा रहँदै गर्दा शरीर पार्थिव भए तापनि हामीहरूले चाहिँ अब यस्तो तरिकाले जिउनुपर्छ, त्यो विश्वासमा चाहिँ हामी हिँड्नुपर्छ, ताकि हामी चाहिँ यस संसारमै सकिने होइन, तर स्वर्गीय स्थानमा पनि हामीले चाहिँ ठाउँ पाउने, डेरा पाउने ठाउँसम्म चाहिँ हामी पुग्नुपर्छ भनेर पावलले चाहिँ यसरी यस वचनद्वारा चाहिँ उत्साह दिन खोज्नु भएको कुरा हामी पाउँछौँ। जुन कुरा चाहिँ 2 कोरिन्थी 5:6 को विषयमा हामीले हेरिसकेका छौँ। अब 6 पदलाई म एकचोटि पढ्न चाहन्छु। यस कारण सम्पूर्ण भरोसा छ, हामी जान्दछौँ कि हामी जबसम्म शरीरमा रहन्छौँ तबसम्म प्रभुबाट अलग हुन्छौँ। यो कुरा चाहिँ कोरिन्थीका मानिसहरूको सबैभन्दा एउटा गलत किसिमको बुझाइ थियो। कोरिन्थीका मानिसहरूले चाहिँ यो 6 पदमा भनेको जस्तै उनीहरूले चाहिँ कस्तो किसिमले बुझ्थे भन्दाखेरि, अब हामी शरीरमा छौँ, हामीले प्रभुलाई भेटेका छैनौँ, देखेका पनि छैनौँ, त्यस कारणले गर्दाखेरि हामी त संसारमा रहन्छौँ, संसारकै तरिकाले जिउनुपर्छ भन्ने किसिमले चाहिँ उनीहरूले बुझेका थिए। तर पावलले यहाँ के सम्झाउँदै छन् भने, हामी शरीरमा रहे तापनि हामी चाहिँ प्रभुसँग सँगै रहन सक्छौँ है, प्रभुसँग सँगसँगै हिँड्न सक्छौँ है, हामी शरीरमै रहँदै गर्दाखेरि पनि हामी प्रभुसँग नै हिँड्ने हो है भनेर चाहिँ पावलले बुझाउँदैछन्। अनि त्यसपछि त्यो चाहिँ कसरी हुन्छ त भनेर चाहिँ अब हामीले हेर्ने 7 पदले चाहिँ हामीलाई बताइदिन्छ है। प्रभुसँग यस शरीरमा हुँदै गर्दाखेरि अब हामीले कसरी हिँड्ने त भन्दा 7 पदले हामीलाई बताउँछ। म 7 पदलाई पनि पढ्नेछु। किनकि हामी विश्वासद्वारा हिँड्छौँ, देखिने कुराको आधारमा होइन। यही कुरा चाहिँ अब पावलले कोरिन्थीका मण्डलीका मानिसहरूलाई चाहिँ सिकाउँदैछन्। कोरिन्थीका मण्डलीका मानिसहरूले के देखेका थिए है, कोरिन्थीका मानिसहरूले जिएका जीवनशैली देखेका थिए। उनीहरूले रुपियाँ पैसा, धन सम्पत्ति, त्यसपछि गएर शारीरिक जीवन, त्यसपछि गएर मूर्तिहरू, विभिन्न किसिमका कुराहरू देखेका, तर उनीहरूले देख्न नसकेका अदृश्य कुराहरू, जुन कुराको विषयमा चाहिँ अब यहाँ पावलले कुराकानी गर्दैछ। अनि 7 पदले भनेको जस्तै हामी विश्वासद्वारा हिँड्छौँ, देखिने कुराको आधारमा होइन। अब हामी यसभित्र प्रवेश गर्छौँ। सबैभन्दा सुरुमा चाहिँ हामी पहिलो बुँदा, अघि नै पनि मैले भनेको थिएँ, हामी यो 7 पदको पहिलो बुँदालाई हामी हेर्छौँ, विश्वास क्रिस्चियन जीवनको जग है। हामीले हिँड्नुपर्ने
विश्वास चाहिँ क्रिस्चियन जीवनको जग भनेर पहिलो बुदालाई हामी हेर्छौँ। अब सबैभन्दा सुरुमा हामीले बुझ्नुपर्छ विश्वास भनेको के हो त। बाइबलले हामीलाई के कुरा बताउँछ त विश्वास भनेको। किन भन्दाखेरि हामीलाई त यो 7 पदले के बताइदिइसकेको छ, हामी विश्वासद्वारा हिँड्छौँ, देखिने कुराको आधारमा होइन भनेर बताइदिइसकेको छ 7 पदले। भने हामीलाई विश्वासको बारेमा पनि बाइबलले के बताउँछ, हिब्रू 11:1ले विश्वास चाहिँ आशा राखिएको कुराको निश्चय र नदेखिएको कुराको दृढ भरोसा। होइन, कस्तो मजाले यहाँनिर बताइएको छ। जुन कुरा हामीलाई 2 कोरिन्थी 5:7मा भनिएको छ, किनकि हामी विश्वासद्वारा हिँड्छौँ, देखिने कुराको आधारमा होइन। त्यही कुरालाई हेर्नुहोस् त यहाँनिर हिब्रू 11:1मा कसरी बताइएको छ। विश्वास भनेको चाहिँ के रहेछ, आशा राखिएको कुराको निश्चय, नदेखिएको कुराको दृढ भरोसा। देखिने कुरामाथि आफूले देख्यो, बुझ्यो, जान्यो, कुनै पनि व्यक्तिलाई चिन्यो, त्यसपछि आउने विश्वास होइन। बाइबलले हामीलाई बताइरहेको विश्वास चाहिँ कस्तो भन्दाखेरि आशा राखिएको कुराको निश्चय। हामीलाई थाहा छैन त्यो कुरा के हो। आशा राख्नु भनेको त के छ, हामीले पाइसकेको छैन नि त। कुनै कुराहरू हामीलाई आउँछ होला, हामीले भेट्छौँ होला, हामीले पाउँछौँ होला भनेर चाहिँ त्यसको बारेमा विचार गर्ने हो नि त आशा भनेको त। आशा राखिएको कुरामा आफू निश्चय हुने र नदेखिएको कुरामा चाहिँ दृढ भरोसा राख्ने। बाइबलले बताएको विश्वास चाहिँ त्यो हो। तर कोरिन्थीका मानिसहरूले चाहिँ कस्तो किसिमका विश्वास बुझ्थे, अर्थात् आज हामीले पनि कस्तो किसिमको विश्वास बुझ्छौँ भन्दा, कुनै पनि मान्छेलाई हामीले भेट्छौँ भने कुराकानी हुन्छ, चिनजान हुन्छ, तब हाम्रो चाहिँ त्यो मान्छेसँग विश्वास बढ्छ नि, होइन। तर बाइबलले हामीलाई त्यो कुरा भनिदिँदैन के। विश्वास भनेको चाहिँ के हो भन्दा आशा राखेको कुराको निश्चय र नदेखिएको कुराको दृढ भरोसा। त्यस किसिमले गर्दाखेरि अब हामी ग्रिकमा जाउँ। ग्रिक बाइबलमा चाहिँ यसलाई कसरी व्याख्या गरिएको छ त भन्दा, ग्रिक बाइबलमा चाहिँ यहाँ पिस्तिस भन्ने शब्द राखिएको छ। पिस्तिस भन्ने शब्द चाहिँ यहाँनिर ग्रिक बाइबलमा प्रस्तुत गरिएको छ। अनि यहाँनिर मैले राखेको छु यो पिस्तिस भन्ने शब्द। पिस्तिस भन्ने शब्द चाहिँ हरेक ग्रिक बाइबलको तपाईँले जति पनि नयाँ नियमको जति पनि खण्डहरूमा तपाईँले हेर्नुहुन्छ, ग्रिक बाइबलमा चाहिँ यही पिस्तिस भन्ने शब्द चाहिँ तपाईँहरूले भेट्नुहुन्छ। अनि यो शब्दको चाहिँ एकदमै महत्त्वपूर्ण अर्थ लाग्छ। नेपाली बाइबलमा विश्वास अनि कुनै कुनै ठाउँमा भरोसा भनेर राखिएको छ। तर यो पिस्तिस भन्ने शब्दले चाहिँ के जनाउँछ भन्दाखेरि मुख्य रूपमा कुनै सत्य विश्वास वा दृढ विश्वासलाई जनाउँछ। प्राय विश्वास गर्नु र त्यही विश्वासमा निर्भर हुनु। एकदमै महत्त्वपूर्ण वाक्यांश चाहिँ यो छ कि विश्वास गर्ने र आफूले गरेको विश्वासमा चाहिँ निर्भर हुने, त्यही विश्वासलाई चाहिँ पालना गर्ने, त्यो कुरा चाहिँ यो बाइबलमा प्रयोग गरिएको यो विश्वास भन्ने शब्दले चाहिँ जनाउँछ। यसले परमेश्वर र येशू ख्रीष्टप्रति राख्ने विश्वासलाई जनाउँछ, जसले दुईटा एकदमै महत्त्वपूर्ण कुरा, बौद्धिक र आत्मिक प्रतिबद्धता दुवैलाई समेट्छ। आफूले विश्वास गर्ने मात्रै होइन, तर प्रतिबद्धता पनि। बौद्धिक भनेको हामीले सोच्ने, हामीले कुनै पनि कुरा हाम्रो शरीरबाट गर्ने कुराहरू, बौद्धिक कुरा साथसाथै आत्मिक प्रतिबद्धता दुवै कुरालाई चाहिँ विश्वासले समेट्छ। पिस्तिस क्रिस्चियन विश्वासको आधार हो, किनभने यही विश्वासद्वारा विश्वासीहरू न्यायोचित ठहरिन्छन् र परमेश्वरसँगको आफ्नो सम्बन्धलाई व्यावहारिक रूपमा जिउँदछन्। होइन, कति महत्त्वपूर्ण कुरा छ। विश्वास भन्ने एउटा शब्दले यहाँ धेरैवटा कुराहरू चाहिँ गर्छ। एउटा कुरा भनेको कुनै पनि कुरामाथि विश्वास गर्ने र त्यो विश्वास गरेको कुरामा चाहिँ फेरि निर्भर हुने कुरा गर्छ। दोस्रो कुरा भनेको चाहिँ के छ भने आत्मिक र बौद्धिक प्रतिबद्धता विश्वास भन्ने कुराले। र तेस्रो कुरा भनेको चाहिँ के छ भने त्यही विश्वासद्वारा इसाईहरूले चाहिँ आफ्नो जीवनशैलीलाई परमेश्वरमा जिउने कुरा। यो तीनवटा कुरा चाहिँ विश्वासले हामीलाई बताउँछ। अनि यो 7 पदमा प्रयोग गरिएको विश्वास पनि त्यही हो कि हामी विश्वासद्वारा हिँड्छौँ, देखिने कुराको आधारमा होइन। आज हामीले पनि राखेको विश्वास त्यही हो। हामीले परमेश्वरलाई देखेका छैनौँ। परमेश्वर कस्तो हुनुहुन्छ त्यो पनि हामीलाई थाहा छैन। बाइबलले हामीलाई केही कुराहरू बताइदिएको छ, तर हामीले के आशा राखेको छौँ भने परमेश्वर पक्का हुनुहुन्छ, परमेश्वर साँच्चै हुनुहुन्छ भन्ने कुरामा हामी निश्चित छौँ नि त। हामीले देखेको त छैनौँ र पनि उहाँ हुनुहुन्छ भनेर हामी निश्चित छौँ, होइन। र हामीले नदेखे तापनि हाम्रो परमेश्वरमाथि चाहिँ हाम्रो के छ, दृढ भरोसा छ। त्यसैले गर्दाखेरि अरू मानिसहरू र हामीमा फरक भनेकै यही कुरा हो कि हाम्रो विश्वास, बाइबलले बताएको विश्वास र हामीले संसारमा बुझिरहेको विश्वास चाहिँ एकदमै फरक कुरा हो। हामी अगाडि बढ्नेछौँ। अब विश्वासकै विषयमा हेर्दाखेरि चाहिँ त्यो समयमा है यो विश्वास भन्ने शब्दलाई चाहिँ कसरी हेरिन्थ्यो भन्दाखेरि त्यो समयमा चाहिँ रोमी साम्राज्यहरू थियो। अनि रोमी साम्राज्यभित्र चाहिँ कसैले पनि यो विश्वास भन्ने शब्द प्रयोग गर्यो भने चाहिँ उनीहरूले के अर्थ बुझ्थे भन्दा व्यक्तिगत र राष्ट्रिय कार्यमा विश्वासयोग्य र भरपर्दो नागरिक बन्ने,
है। रोमी साम्राज्यभित्र चाहिँ कसैले विश्वास भन्ने शब्द प्रयोग गर्न सक्छ, उनीहरूले चाहिँ एउटा विश्वासयोग्य र भरपर्दो नागरिक भनेर बुझ्थे। यहुदीहरूको बिचमा चाहिँ कुनै पनि यहुदीहरू भेटघाट भयो, अनि यहुदीहरूले चाहिँ विश्वास भनेको के हो भनेर कुराकानी गर्थे भने गरे भने उनीहरूले के भन्थे भने विश्वास भनेको चाहिँ परमेश्वरसँगको सम्बन्ध हो, उहाँको करार र विश्वासयोग्यतामाथि भरोसा राख्ने कुरा हो भनेर त्यसरी छलफल गर्ने गर्थे। अनि वास्तवमा हामीले यो विश्वास भन्ने शब्दको ठेट अर्थ खोज्यो भने त्यसको अर्थ चाहिँ के हुन्छ? ग्यारेन्टी। ग्यारेन्टी भनेको कुनै पनि कुरा 100% हुन्छ भनेर चाहिँ निश्चित हुने कुरा। विश्वास भन्ने शब्दको ठेट अर्थ चाहिँ ग्यारेन्टी भन्ने शब्द हो है। अनि हामीलाई बाइबलले बताइदिएको चाहिँ दुईटा कुरा बताइदिएको छ बाइबलले विश्वासको बारेमा। एउटा कुरा भनेको चाहिँ ईश्वरमाथिको भरोसा, दोस्रो कुरा भनेको चाहिँ परमेश्वरको वरदान। विश्वास चाहिँ मानिसमा यत्तिकै आउँदैन है, विश्वास चाहिँ मानिसमा यत्तिकै आउँदैन। पवित्र आत्माको फलमा पनि त्यहाँनिर विश्वास योग्यता भन्ने एउटा फल राखिदिएको छ। अनि बाइबलले पनि हामीलाई बताउँछ परमेश्वरमाथि राख्ने विश्वास भनेको चाहिँ परमेश्वरकै वरदान हो है। हामीले उब्जनी गरेर हामी आफैले उत्पत्ति गर्न चाहिँ सक्दैनौँ। ठेट अर्थ बाइबलले बताउने हामीलाई विश्वासको ठेट अर्थ भनेको चाहिँ परमेश्वरमाथिको भरोसा र परमेश्वरको वरदान भनेर हामीले चाहिँ पाउँछौँ। अब यहाँनिर पावलले चाहिँ त्यसो भए विश्वासलाई यो 7 पदमा चाहिँ कसरी व्याख्या गर्दैछन् त भन्दा विश्वास भनेको चाहिँ परमेश्वरले के मन पराउनुहुन्छ भनी जान्न मद्दत गर्ने साधन। पावलले चाहिँ कोरिन्थीलाई अब विश्वास भनेको यसरी व्याख्या गर्दैछन् है। 7 पदलाई म फेरि पनि पढ्छु। किनकि हामी विश्वासद्वारा हिँड्छौँ, देखिने कुराको आधारमा होइन। कोरिन्थीका मानिसहरूको लागि बाटो, ज्योति, उनीहरूलाई अगुवाई गर्ने, मार्गदर्शन गर्ने कुरा नै के छ? विश्वास छ। त्यस कारणले गर्दाखेरि पावलले चाहिँ अब कोरिन्थीका मानिसहरूलाई विश्वास के हो भनेर बताउँदैछन् भन्दा मैले यहाँ निलोमा राखेको छु। विश्वास भनेको परमेश्वरले के मन पराउनुहुन्छ त्यही कुरालाई चाहिँ जान्न मद्दत गर्ने चाहिँ साधन हो विश्वासीहरूको लागि। र आज पनि हाम्रो लागि पनि हामीले उहाँलाई विश्वास गर्छौँ भने उहाँले के चाहनुहुन्छ हामीबाट भनेर बुझ्ने साधन नै के हो? हामीले उहाँलाई गर्ने विश्वास हो भनेर हामी पाउँछौँ। मैले यहाँनिर दुईटा चित्र राखेको छु है, दुईटा चित्र राखेको छु। एउटा चित्रमा चाहिँ मैले के भनेको छु भन्दा विश्वास गरेको तर नजिएको एउटा घर छ, त्यो घर चाहिँ भत्किरहेछ होइन। अनि अर्को चित्र छ त्यहाँनिर एउटा चाहिँ विश्वास गरेको र जिएको भनेर मैले राखेको छु है। अब यो दुईटा चित्रले हामीलाई एकदमै महत्त्वपूर्ण कुरा चाहिँ बताउँछ। धेरै जस्तो समयमा मानिसहरूले के भन्छन्? म परमेश्वरलाई विश्वास गर्छु भनेर भन्छन्, तर उनीहरूले त्यो विश्वासलाई जिउँदैन। एकदमै महत्त्वपूर्ण छ यो कुरा होइन। विश्वास गरे भनेर भन्छन् तर त्यो विश्वासलाई जिउँदैनन्। अब यसो हामीले यहाँनिर हेऱ्यौँ भने यो विश्वास गरेको तर नजिएको यो भत्किरहेको घरमा हेऱ्यौँ भने त्यहाँनिर हामीले के देख्छौँ? त्यो घर कस्तो सुन्दर छ नि। यतापट्टिको त्यो पिल्लरहरू मात्रै उठेको घर भन्दा त यतापट्टिको घर त कस्तो सुन्दर छ नि। तर त्यहाँनिर के भइरहेको छ भन्दाखेरि त्यो घर चाहिँ भत्किरहेको छ क्या। कतिपय अवस्थामा क्रिस्चियनहरूले देखाउने विश्वास चाहिँ यस्तै यस्तै किसिमको हुन्छ। बाहिर हेर्दाखेरि चर्च गइरहेछ, सबै कुरा गरिरहेछ, ओहो त्यो मान्छेले पनि विश्वास गर्यो, सबै कुरा गर्यो, तर वास्तविकता है उसको जीवनभित्र हुनुपर्ने जग चाहिँ उसले जिएको छैन। जब विश्वासलाई जिउँदैन भने त्यो मान्छेको के हुन्छ चाहिँ उसले चाहिँ विश्वास त राखेको छ भन्छ, परमेश्वरलाई सोचेको छु, जानेको छु पनि भन्छ, चर्च पनि आयो, सबै कुरा गर्यो, तर विश्वासलाई जिएन भने चाहिँ एक दिन त्यो विश्वास भत्किएर जान्छ। त्यो चाहिँ के हुन्छ? कमजोर जग। त्यही कुरा चाहिँ आज पावलले त्यहाँनिर बताउँदैछन्। अब दोस्रो चित्रमा हेरौँ हामी, त्यहाँ विश्वास गरेको र जिएको भनेर त्यहाँ अर्को चित्र छ होइन। त्यहाँ दुईटा घर छ, दुईटै घर हल्लिरहेको छ, तर त्यो दुईटै घर चाहिँ भत्किरहेको छैन। एउटा घर के भएको छ? बेसरी हल्लिरहेको छ है, बेसरी हल्लिरहेको छ, भत्केला जस्तो भइरहेको छ, तर त्यो भत्केको छैन। दोस्रो घर चाहिँ अलिअलि मात्रै हल्लिरहेको छ। त्यो भनेको चाहिँ के छ भने विश्वास गरेको र विश्वास जिएको। यदि कुनै पनि इसाईले यसुमाथि परमेश्वरमाथि विश्वास गरेको छ र त्यो विश्वास जिएको छ भने त्यो विश्वास चाहिँ कहिले पनि भत्किँदैन। किन भन्दाखेरि त्यही जगको आधारमा नै अघि भर्खरै हामीले हेरेको यो निलोमा परमेश्वरले के मन पराउनुहुन्छ भनेर जान्नलाई हामीलाई थाहा भइरहेको हुन्छ। अनि विश्वास गरेको तर नजिएको भनेको चाहिँ कतिपय मानिसहरू कस्तो हुन्छन् भने विश्वास गर्छन् तर उनीहरूले त्यो विश्वासलाई चाहिँ प्रार्थना होइन, हामीलाई थाहा छ नि त घरको जग बलियो बनाएर मात्रै हुँदैन नि त। हामीले यसु ख्रीष्टमाथि चाहिँ जग बलियो के अरे हामीले घर बनाउँदाखेरि चाहिँ घरको जग एकदम बलियो बनाएर मात्रै भएन नि, त्यो जगको वरिपरि के कुरा छ हामीले त्यो हेर्नु पर्यो नि त। जगको मुनिबाट चाहिँ पहिरो जान लागेको छ भने त पहिरो गयो भने त जग त ढलिहाल्छ नि होइन। जगमा चाहिँ त्यहाँनिर माटो खाँदेर मजाले चाहिँ पानीहरू नपस्ने किसिमले बलियो बनाएको छैन भने त त्यो जग त के हुन्छ? भत्केर जान्छ नि त। त्यस्तै हो, जब हामीले परमेश्वरमा विश्वास गरेका छौँ भने त्यो विश्वासलाई चाहिँ अझै बलियो बनाउनको लागि हामीले गर्नुपर्ने प्रार्थना
गर्नुपर्ने, बाइबल अध्ययन, जानुपर्ने, सङ्गति, भेला हुनुपर्ने कुराहरू, ती कुराहरू हामीले गरेनौँ भने के हुन्छ? त्यो विश्वास त छ, विश्वास त रहन्छ, तर त्यो चाहिँ मानिसलाई थेक्न सक्ने, थाम्न सक्ने, यहाँनिर भनिएको जस्तो स्वर्गीय स्थानसम्म पुर्याउन सक्ने त्यो जग चाहिँ हुँदैन। त्यस किसिमले गर्दाखेरि आज हामीले पनि यो कोरिन्थीको मण्डलीलाई पावलले भनेको जस्तै गरेर आज हामीले पनि बुझ्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि, के मेरो विश्वासको जगलाई मैले बलियो बनाउँदैछु त भनेर चाहिँ आज हामीले पनि बुझ्नुपर्छ। विश्वास मात्रै गरेर चाहिँ पुग्दैन, त्यो विश्वासलाई जिउनु पनि पर्छ। अनि यो यतापट्टिको घरमा तपाईँहरू हेर्नुभयो भने त्यो हल्लिएको भनेको चाहिँ कतिपय अवस्थामा विभिन्न किसिमका परिस्थिति, कठिन अवस्थाहरू आउन सक्छन्, तर जस्तो सुकै समय आए तापनि यहाँनिर भर्खरले पावलले सिकाएको जस्तै परमेश्वरले के मन पराउनुहुन्छ त हाम्रो जीवनबाट भनेर जान्नको निम्ति हामीलाई सहायता गर्ने कुरा चाहिँ विश्वास नै हो। त्यस किसिमले गर्दाखेरि हामीले प्रभु येशू ख्रीष्टमाथि राखेको त्यो विश्वासको जगलाई हामीले मलजल गरिरहनुपर्छ, त्यसलाई बलियो बनाउनको लागि चाहिँ काम गरिरहनुपर्छ। प्रार्थना, वचन अध्ययन, सङ्गति, ती कुराहरू चाहिँ हाम्रो जीवनबाट भइरहनुपर्छ भन्ने कुरा चाहिँ हामीले पाउँछौँ है। त्यस किसिमले गर्दाखेरि म फेरि पनि अहिलेको कुरालाई दोहोऱ्याउन चाहन्छु। पिस्तिस भन्ने शब्दको विषयमा हामी छलफल गर्दै थियौँ। यो शब्दले चाहिँ कुनै सत्य विश्वास वा दृढ विश्वासलाई जनाउँछ। प्राय विश्वास गर्नु र त्यही विश्वासमा निर्भर हुनु, हामीले येशू ख्रीष्टमाथि विश्वास गर्ने र त्यो विश्वास गरेको कुरामाथि चाहिँ हामी लागिरहने, त्यसैमा भर परिरहने कुरा चाहिँ यसले बताउँछ। यसले परमेश्वर र येशू ख्रीष्टप्रति राख्ने विश्वासलाई जनाउँछ, जसले बौद्धिक आत्मिक प्रतिबद्धता दुवै कुरालाई समेट्छ, जुन कुरा हामीले भर्खरै पनि हेरिसकेका छौँ। अब हामी जाउँ दोस्रो बुदामा र आजको वचनको मुख्य बुदा पनि विश्वासद्वारा हिँड्नु है। अब यो विश्वासद्वारा हिँड्नु यो चाहिँ विश्वासीहरूको जीवन चरण हुनुपर्छ। मैले यहाँ जीवन चरण भनेर बताएको छु, त्यो कुराको विषयमा पनि हामी अहिले अगाडि हेर्नेछौँ। अब यो विश्वासद्वारा हिँड्नु भन्ने कुरालाई चाहिँ यहाँनिर बाइबलमा है, हामीले ग्रिक भाषामा यसको ओरिजिनल टेक्स्टमा गएर हेऱ्यो भने चाहिँ त्यहाँनिर पेरिप्याटोमेन है, मैले यहाँनिर एउटा शब्द राखेको छु, यहाँनिर नेपालीमा पनि राखेको छु। पेरिप्याटोमेन भन्ने शब्द चाहिँ प्रयोग गरिएको छ। नेपाली भाषामा चाहिँ हामीलाई विश्वासद्वारा हिँड्नु भनेर मात्रै बताइएको छ होइन। त्यहाँ चाहिँ पेरिप्याटोमेन भनेको चाहिँ गोलो चक्रमा हिँडिरहनु भन्ने अर्थ लाग्छ। एउटा विश्वासीले विश्वास गरिसकेपछि चाहिँ अब उसको जीवनकालभरि घुमिरहनु पर्ने, हिँडिरहनु पर्ने ठाउँ भनेको चाहिँ त्यही विश्वासको बाटो। त्यो चाहिँ कस्तो? गोलो चक्रमा हिँडिरहने है। त्यसै गरी हामीले हिब्रू बाइबलमा हेऱ्यौँ भने चाहिँ त्यहाँनिर हालाक भन्ने शब्द प्रयोग गरिएको छ। त्यसको अर्थ पनि के हुन्छ भन्दा हिँड्नु वा जिउनु भन्ने अर्थ हुन्छ है। अनि त्यसको मैले तल राखेको छु, पेरिपाटेयोले हिँड्नु भन्ने अर्थ जनाउँछ, तर नयाँ नियममा यो प्राय जस्तो रूपकको रूपमा प्रयोग गरिएको छ, जसले व्यक्तिको चालचलन वा जीवनशैलीलाई जनाउँछ। यसको मतलब निरन्तर गर्ने कार्य वा बानीको रूपमा अपनाइएको जीवनशैली हो। विशेष गरी नैतिक र आत्मिक आचरणको सन्दर्भमा यो शब्द विश्वास गर्नेहरूलाई आफ्नो बोलावट अनुसारको योग्य जीवन जिउन र ख्रीष्टको शिक्षालाई अनुसरण गर्न प्रोत्साहन गर्न प्रयोग गरिएको छ। नेपाली भाषाको मा हामीले प्रयोग गर्ने बाइबलमा चाहिँ यो शब्द राखिएको छैन। यसलाई विश्वासद्वारा हिँड्नु मात्रै भनेर बताइएको छ। तर जुन ओरिजिनल भाषाको बाइबल छ, ग्रिक भाषा, त्यहाँनिर चाहिँ यो पेरिप्याटियोमेन भन्ने शब्द प्रयोग गरेको छ। त्यसले चाहिँ यो भर्खरै मैले पढेको कुराको चाहिँ अर्थ राख्छ। त्यस किसिमले गर्दाखेरि आज हामीले हेर्दै गरेको यो विश्वासद्वारा हिँड्नु भन्ने यो वाक्यांशले चाहिँ हामीलाई के कुरा बताउँछ भन्दाखेरि, एउटा विश्वासीले गर्ने निरन्तर कार्य, दिनदिनै गर्ने उसको जीवनशैली, उसको आचरण, त्यो चाहिँ कस्तो हुनुपर्छ? यो शब्द विश्वास गर्नेहरूलाई आफ्नो बोलावट अनुसार योग्य जीवन जिउन र ख्रीष्टको शिक्षालाई अनुसरण गर्न प्रोत्साहन गर्न प्रयोग गरिएको त्यस्तो किसिमको चाहिँ आज हुनुपर्छ। यो वचनले पनि आज हामीलाई त्यही कुरा चाहिँ भन्न खोजेको छ है। विश्वासद्वारा हिँड्नु भनेको चाहिँ एउटा विश्वासीले चाहिँ आफ्नो दिनदिनै गर्ने जीवनचरण, जिउने जीवन, बोल्ने बोली, प्रयोग गर्ने भाषाहरू, गर्ने कामहरू, ती सबै कुराहरू चाहिँ के हुनु पर्यो? बोलावट अनुसारको। बोलावट कतिखेर पाइन्छ भन्दा जब हामीले येशू ख्रीष्टमा विश्वास गर्छौँ, हाम्रो जग बलियो बनाउँछौँ येशू ख्रीष्टमा, त्यतिखेर हामीले बोलावट पाउँछौँ। त्यसपछि त्यही बोलावट अनुसारको चाहिँ हामीले जीवन जिउनुपर्छ र ख्रीष्टको शिक्षालाई अनुसरण गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीलाई यो दोस्रो बुदाले हामीलाई बताउँदैछ है। त्यसपछि गएर मैले यहाँ एउटा चित्र राखेको छु। हामीले अघि भर्खरै हेरेको शब्द पेरिप्याटोमेन अर्थात् विश्वासद्वारा हिँड्नु, त्यसले चाहिँ के अर्थ लाग्थ्यो? गोलो चक्रमा घुमिरहनु है। यहाँ तपाईँले अब धेरैजना मान्छे कुदेको जस्तो देख्नुहुन्छ, तर त्यो चाहिँ होइन। एकजना मान्छे ऊ चाहिँ कुदिराखेको भएर चाहिँ त्यो चाहिँ सबै ठाउँमा चाहिँ कुदेको बनाएको,
यो चाहिँ के हो भन्दाखेरि अघि भर्खरै हामीले हेरेको यहाँनिर प्रयोग गरेको विश्वासद्वारा हिँड्नु भन्ने वाक्यांशको चाहिँ अर्थ हो है। गोलो चक्रमा हिँडिरहने, जब कुनै पनि व्यक्तिले विश्वास गर्छ भने ऊ चाहिँ अब येशू ख्रीष्टले देखाएको बाटोमा ऊ हिँड्न चाहन्छ है। उसको जीवन चरण चाहिँ कस्तो हुन्छ, ख्रीष्टले देखाउनु भएको बाटो अनुसारको हुन्छ भने उसको यो विश्वासद्वारा हिँड्नु भन्ने वाक्यांशले बताएको कुरा चाहिँ यही हो। उसले हरेक दिन विश्वासको बाटोमा हिँडिरहनुपर्छ। त्यहाँबाट गोलो बाटो तपाईँले देख्नुहुन्छ, एकजना मान्छे चाहिँ कुदिरहेको छ उसको जीवन चक्रभरि होइन, विश्वास गरेको दिनदेखि आइतबार सोमबार वर्षको 365 दिन जीवनभरि बाँचुन्जेल चाहिँ ऊ अब त्यसरी विश्वासको बाटोमा चाहिँ हिँडिरहनुपर्छ। यो कुरा चाहिँ हामीलाई आज यो पदले सिकाउँछ विशेष गरी। अनि यहाँनिर बताइएको यो विश्वासद्वारा हिँड्नु भनेको चाहिँ के हो भन्दाखेरि जीवनको हरेक परिस्थितिमा बोलावट अनुसारको जीवन जिउनु। एकपटक मात्रै होइन, मेरो जीवनमा खुसियाली छायो त्यस कारणले गर्दाखेरि अब म विश्वासको बाटोमा हिँड्छु, होइन, मलाई चाहिँ कष्ट भयो दुःख भयो अब म यो विश्वासको बाटोबाट बाहिर निस्किन्छु, त्यस्तो गर्न पाइँदैन। पावलले चाहिँ कोरिन्थीका मण्डलीका मानिसहरूलाई त्यही कुरा सिकाउँदैछन् कि ए कोरिन्थीका मानिसहरू हो, तिमीहरू चाहिँ अब आफ्नो विश्वासको बाटोमा हिँडिरह होइन। भर्खरै हामीले यहाँनिर हेरेका थियौँ यो पेरिपेटोमेन भनेको गोलो चक्रमा हिँड्नु भनेको जस्तै यहाँनिर चाहिँ एउटा विश्वासीले जब विश्वास गर्छ भने उसको जीवनभरि चाहिँ अब ऊ जबसम्म उसको मृत्यु हुँदैन तबसम्म चाहिँ ऊ ख्रीष्टले देखाउनु भएको बाटोमा हरेक दिन घुमै गर्नुपर्छ। अनि यो गोलो बाटोको अचम्मको कुरा के छ भने यसको अन्त्य हुँदैन गोलो बाटोमा है। कहिले पनि गोलोको चाहिँ अन्त्य हुँदैन। कुनै पनि एउटा सिधा बाटो छ भने त्यसको अन्त्य हुन्छ, सुरुवात हुन्छ, अन्त्य हुन्छ, तर यो गोलो बाटोको कहीँ पनि अन्त्य हुँदैन। यहाँ खोज्यौँ भने तपाईँहरूले पनि कहीँनिर पनि त्यो बाटोको अन्त्य देख्नुहुन्न। त्यो भनेको चाहिँ गरिरहने निरन्तर जबसम्म जीवन रहिरहन्छ तबसम्म आफ्नो विश्वासलाई जोगाएर येशू ख्रीष्टले दिनुभएको शिक्षा अनुसारको विश्वासको बाटोमा चाहिँ हरेक विश्वासी जिरहनुपर्छ भनेर पावलले आज आज्ञाको रूपमा हामीलाई पनि बताउँदैछन् है। अब यसपछि हामी अझ एउटा उदाहरण हेरौँ होइन। यो डेभिड स्क्रिभेन भन्ने मैले एउटा यहाँ उदाहरण राखेको छु। विश्वासीको जीवनचरण चाहिँ कस्तो हुनुपर्छ त, एउटा मान्छेले साँच्ची नै ख्रीष्ट येशूमाथि चाहिँ विश्वास गर्यो भने उसको जीवन चाहिँ कस्तो हुन्छ त, उसले विश्वासलाई कसरी जिउँछ त भन्ने विषयमा हामी एकजना व्यक्तिको विषयमा हेर्छौँ, डेभिड स्क्रिभेन। यसको उहाँको विषयमा सायद धेरैजनाले हामीले सुनेका पनि होलौँ, नसुने तापनि हामीलाई भजन नम्बर 397 नम्बरको भजन चाहिँ हामीलाई थाहा छ होइन। त्यहाँनिर यसु कस्तो प्यारो मित्र, पापको भार उठाउनु भयो, दुःख वा सुख ईश्वर कहाँ ल्याउनु, हामीलाई वरदान कत्रो। यो भजन लेख्ने मान्छे चाहिँ डेभिड स्क्रिभेन हुन्। अनि उनको जीवनको विषयमा चाहिँ धेरैजनाले बताउने गर्छन् धेरै समयमा। अनि उनले यो भजन लेख्दै गर्दाखेरि उनको जीवनमा विभिन्न किसिमका घटनाहरू घटेका थिए। अनि ती कुराहरूलाई लिएर चाहिँ उनले आफूले परमेश्वरमाथि राखेको विश्वासलाई प्रकट गर्नको निम्ति चाहिँ यो भजन चाहिँ उनले लेखेको है। उनी चाहिँ आयरल्यान्डमा जन्मेका थिए डेभिड स्क्रिभेन चाहिँ। अनि उनको पिताको विषयमा त त्यति धेरै थाहा छैन, तर उनी आफ्नो आमासँग बस्थे। अनि उनले चाहिँ पछि गएर थियोलोजी गरे, उनले डिग्रीसम्म पनि थियोलोजी पढेका छन् बाइबल कलेजमा गएर। अनि उनी आयरल्यान्डमा बस्थे। अनि आयरल्यान्डमा बस्दै गर्दाखेरि चाहिँ उनी 25 वर्षभन्दा सानो उमेरमा नै उनले चाहिँ धेरै प्रगति गरे जीवनमा, धेरै रुपियाँ पैसाहरू पनि कमाए, एकदम राम्रो इज्जत कमाए, सबै कुरा कमाए। अनि त्यसपछि गएर उनले चाहिँ अब विवाह गर्ने, सबै कुरा भइसकेपछि अब विवाह गर्छु भनेर उनले चाहिँ विवाह गर्ने योजना बनाए। अनि विवाह गर्नको लागि चाहिँ उनको के भयो, परिवार अनि उनीहरूको त्यसपछि गएर जो केटीसँग होइन स्त्रीसँग उसको विवाह हुँदै थियो उसँग सबै कुराकानीहरू भयो। अनि ती सबै कुराहरू भइसकेपछि चाहिँ अब उसको विवाह गर्ने दिन पनि निश्चित भयो, सबै कुरा भयो। अनि भोलिपल्ट चाहिँ भोलि चाहिँ उसको चाहिँ विवाह थियो। तर उसको विवाहको एक दिन अगाडि चाहिँ उसको जो श्रीमती हुनेवाला श्रीमती थियो उसले चाहिँ पानीमा डुबेर उसको चाहिँ मृत्यु भयो है। भोलिपल्ट विवाह थियो, अघिल्लो दिन चाहिँ उसको हुनेवाला जो श्रीमती थियो उसको चाहिँ पानीमा डुबेर मृत्यु भयो। अनि त्यो घटनाले चाहिँ उसलाई एकदमै धेरै हिर्कायो उसको दिमागमा। अनि उसलाई एकदमै अनस्टेबल भयो, उसको जीवनमा एकदमै ठुलो पीडा आयो। त्यसपछि गएर उसले चाहिँ कुनै पनि कामहरू गर्न सकेन, एकदमै सफल भइसकेको व्यक्ति एकदमै पीडा भयो। अनि उसलाई चाहिँ त्यो ठाउँमा बस्न पनि मन लागेन। त्यसपछि उसले के गर्यो, आयरल्यान्ड छोड्यो। आयरल्यान्ड छोडेर अब ऊ चाहिँ क्यानाडामा गयो है। यो 1800 आजभन्दा लगभग 200 वर्ष जति अगाडिको घटना हो। अनि ऊ क्यानाडामा गयो। क्यानाडामा गएपछि उसले त्यहाँ कामहरू गर्यो, फेरि काम गर्न थाल्यो, फेरि रुपियाँ पैसाहरू कमाउन थाल्यो। अनि यतिखेर चाहिँ ऊ लगभग 25 वर्षको उमेर पुगेको थियो। अनि उसले त्यसपछि अब फेरि विवाह गर्ने निर्णय गर्यो।
पहिला त्यस्तो भए तापनि। अनि अब त्यहाँ क्यानाडामा नै उसले केटी हेऱ्यो, त्यसपछि गएर सबै कुराहरू ठिक भयो। अनि विवाह गर्ने पनि सबै कुरा निर्णय भयो, केटी पक्षबाट पनि सबै कुरा ठिक भयो। फेरि विवाह गर्ने केही समय आइपुग्नुभन्दा अगाडि उसको जोसँग विवाह हुनेवाला थियो त्यो केटीको चाहिँ निमोनियाद्वारा मृत्यु भयो फेरि पनि है। अनि उसको जीवनमा त्यो घटना घट्यो। अनि त्यो भइसकेपछि चाहिँ अब उसको जीवनमा चाहिँ एकदमै ठुलो पीडा आइसकेपछि ऊ चाहिँ एकदमै विरक्तियो। विरक्तिएपछि अब उसलाई जीवन जिउन पनि मन लागेन। ऊ क्रिस्चियन हो, विश्वासी हो है। अनि उसलाई जीवन जिउन पनि मन लागेन। त्यसपछि उसले के विचार गर्यो भन्दा अब यो संसारमा चाहिँ कुनै पनि कुरा चाहिँ आफ्नो नहुँदो रहेछ, भनेको जस्तो नहुँदो रहेछ भनिसकेपछि उसले काम पनि छोड्यो, सबै कुरा छोड्यो। अब विवाह गर्ने कुराहरू पनि छोडिदियो, जम्मै कुरा छोडेर त्यसपछि चाहिँ अब यसरी भएन, अब चाहिँ म जीवन जिउने शैली नै परिवर्तन गर्छु भनेर अब मेरो जीवन चाहिँ प्रभु तपाईँकै निम्ति भयो। अब म संसारको निम्ति कुनै पनि कुरा गर्दिनँ, तर अब म चाहिँ तपाईँको निम्ति केही कुरा गर्न चाहन्छु भनेर त्यस्तो अवस्था भए तापनि उसले चाहिँ त्यो विचार गर्यो। अनि त्यो विचार गरिसकेपछि चाहिँ उसले के गर्यो भन्दाखेरि कामहरू गर्न थाल्यो, केही कामहरू गर्न थाल्यो। अनि ऊ चाहिँ पढे लेखेको कारणले गर्दाखेरि छिटो राम्रो काम पाउने, पैसाहरू प्रशस्त कमाइहाल्ने। अनि तर उसले के गर्यो भन्दाखेरि यसपालि चाहिँ जति पैसा कमाए पनि उसले चाहिँ आफूले कमाएको लगभग सबै रुपियाँ पैसाहरू चाहिँ गरिबहरूलाई त्यो सहायता गर्नको निम्ति प्रयोग गर्न थाल्यो। क्यानाडामा बस्थ्यो, क्यानाडामा बसेर उसले चाहिँ धेरै पैसा कमाए, सबै कमाएको पैसा चाहिँ गरिबहरूलाई सहायता गर्ने, अनाथालयहरू खोल्ने, वृद्धाश्रमहरूमा जाने, उनीहरूलाई दिने, त्यस्तो गर्न थाल्यो। अनि उसले चाहिँ के गर्थ्यो भने कमाउँथ्यो प्रशस्त, तर आफूसँग 1 रुपियाँ पैसा पनि कहिले पनि नहुने। अनि केही समय बित्यो क्यानाडामा। केही समय बितेपछि चाहिँ अब उसको आमा चाहिँ आयरल्यान्डमा नै थिइन्। अनि उनको आमा चाहिँ एकदमै बिरामी भइन् त्यसपछि। अनि एकदमै बिरामी भइन्, धेरै नै बिरामी भइसकेपछि चाहिँ अब आयरल्यान्डबाट चाहिँ आफ्नो छोराको लागि आमाले चिठी लेखिन्, म चाहिँ एकदमै बिरामी भएँ, अब तिमी चाहिँ फर्केर आऊ, अब मलाई हेरचाह गर्नुपर्छ, कोही पनि मान्छे नभएको कारणले गर्दाखेरि मलाई हेरचाह गर्नुपर्छ, तिमी चाहिँ फर्केर आऊ भनेर आमाले त्यसरी चिठी लेखिन् छोरालाई। अनि छोराले चिठी पायो, चिठी पढ्यो। अनि त्यो अवस्थामा चाहिँ अब त्यतिखेर त आजको जस्तो समय थिएन, पानी जहाजमा पठाउनु पर्ने चिठी पनि त्यतिखेर धेरै समय लाग्यो चिठी पुग्नु पनि। अनि उसको हातमा चिठी पुग्ने बेलासम्म चाहिँ उसको आमा एकदमै बिरामी भइसकेको थिइन्, सायद मृत्यु हुने अवस्थामा लगभग पुगिसकेको थिइन्। अनि उनको आमालाई खुवाउने पिउने, अब दिसा पिसाबहरू स्वर दिने कोही पनि मान्छे थिएन त्यो समयमा। अनि उसले त्यो चिठी पायो। अनि चिठी पाएपछि उसले चिठी पढ्यो। अनि चिठी पढिसकेपछि हल्दी छाम्यो, पैसा छैन है। उसको जीवनमा बेसरी पैसा कमाएको 1 रुपियाँ पैसा पनि छैन। अब आमाको त्यस्तो अवस्था छ, उता चिठी आयो, अब उसलाई थाहा छैन। अब अहिले त फोन छ, इमेल छ होइन, विभिन्न किसिमका कुराहरू छ। त्यो समयमा त थाहा हुँदैन थियो। अब आमा जिउँदो छिन् कि छैनन् पनि थाहा छैन। तर उसलाई एउटा इच्छा चाहिँ के लाग्यो भन्दाखेरि म जसरी पनि आयरल्यान्ड फर्केर जान्छु, आफ्नो आमाकोमा चाहिँ म जान्छु भन्ने इच्छा जाग्यो। अनि उनले पैसा खोज्न थाले क्या। त्यसपछि पैसा खोज्न थाले, तर दुःख लाग्दो कुरा के भयो भने उनले पैसा कतैबाट पनि पाएनन्, कसैले पनि सहायता गर्दैन उनलाई। उसले जीवनमा धेरैजनालाई सहायता गर्यो, धेरैजनालाई चाहिँ मद्दत गर्यो, तर जब उसलाई पर्यो कसैले पनि उसलाई सहायता गरेन। अनि ऊ चाहिँ अब आयरल्यान्ड जान सकेन। अब के छ उसको अवस्था, आमा यतापट्टि आयरल्यान्डमा एकदमै अब मृत्युको मुखमै छिन्। छोरालाई उताबाट जसरी हुन्छ आमालाई भेट्न जाउँ भन्ने छ, आमालाई पनि सायद छोरालाई भेट्न इच्छा होला। अनि ऊ अब त्यहाँबाट, तर छोरा चाहिँ क्यानाडाबाट आयरल्यान्डसम्म आउन सक्ने अवस्था रहेन। त्यसपछि अब उसले चाहिँ आफ्नो आमाले पठाएको चिठीलाई जवाफ दिनको लागि लेखेको जवाफ चाहिँ हामीले गाउने अहिले 397 नम्बरको भजन हो। अहिले गाउँछौँ हामीले, यसो कस्तो प्यारो मित्र पापको भार उठाउनु भयो, दुःख वा सुख ईश्वर कहाँ ल्याउनु हामीलाई वरदान पत्र भनेर हामीले अहिले गाइरहेको भजन चाहिँ उसले आफ्नो आमाले लेखेको चिठीलाई दिएको चाहिँ उत्तर। अब हेर्नुहोस् त, आजको समयमा कुनै पनि विश्वासीले होइन त्यस्तो किसिमको विश्वास जिउनको लागि कति गाह्रो पर्छ होला होइन। आफूले विवाह गर्नुपर्ने केटीहरूको मृत्यु भयो, आफ्नो आमा त्यस्तो भयो, आफूसँग पैसा छैन जानको लागि, त्यो समयमा मानिसले परमेश्वरमा त्यत्रो जीवनभर राखेको भरोसालाई कसरी विचार गर्छ होला। हामी भयौँ भने, हाम्रो जीवनमा त्यस्तो किसिमको परिस्थिति आयो भने हामीले परमेश्वरप्रति कस्तो दृष्टिकोण राख्छौँ होला। अथवा हामी कहिलेकाहीँ कस्तो कस्तो किसिमको विचारहरू पनि आउँछ नि त। कति प्रार्थना गर्नु, परमेश्वरले त कहिले सुने भयो त होइन, त्यस्तो किसिमको विचार आउँछ। अर्थात् यत्रो विश्वास गरेको सबै कुरा त परमेश्वरलाई नै दिएको छ, जब मलाई परेको अवस्था, यस्तो अवस्थामा परमेश्वरले चाहिँ मलाई किन गर्नु भएन भन्ने किसिमको विचार पनि आउँछ। तर यो डेभिड स्क्रिभेन भन्ने मान्छेले चाहिँ, उसले चाहिँ त्यस्तो अवस्था आइपर्दाखेरि पनि केही छैन, कुनै आशा छैन, कुनै पनि भरोसा छैन, तर त्यो समयमा चाहिँ उसले आफ्नो विश्वासलाई जिएको कुरा चाहिँ हामी उसको जीवनबाट चाहिँ उदाहरण पाउँछौँ। उसले होइन आफ्नो आमालाई विभिन्न किसिमले चाहिँ उसले पत्र लेख्न सक्थ्यो नि त।
तर उसले आफ्नो पत्रमा पनि के लेखेर जवाफ दियो? यसो चाहिँ मित्र हुनुहुन्छ है। अब तपाईँसँग त म आइपुग्न सकिनँ, तपाईँलाई मैले हेर्न सकिनँ, तपाईँलाई मैले माया दिन सकिनँ, तर सबैभन्दा प्यारो मित्र चाहिँ यसो नै हुनुहुन्छ होइन। मैले तपाईँलाई दिने माया त केही समयको लागि हो, छोराले आमालाई दिने माया मात्रै, तर यसुले दिने माया भनेको कस्तो पापको भार उठाउनु भएको माया, अनि सबै कुराहरू ईश्वर कहाँ लाने हो, तपाईँले पनि उहाँलाई नै प्रार्थना गर्नु भन्ने किसिमको चाहिँ त्यस्तो किसिमको जवाफ चाहिँ उनले आफ्नो आमालाई लेखेको। अनि यो उदाहरण त्यति ठुलो कुरा होइन, तर हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि आज हामीलाई पनि पावलले यहाँनिर त्यही निर्देशन चाहिँ दिँदैछन् कि भर्खरै हामीले हेरेको पदमा विश्वासद्वारा हिँड्नु भनेको चाहिँ यही कुरा हो। अघि नै हामीले हेरिसक्यौँ, विश्वास गर्ने भनेकै हामीले नदेखिएको कुरामाथि आशा राख्ने अनि आफूले विश्वास गरेको कुरामाथि दृढ भरोसा राख्ने। हामीले परमेश्वरलाई देखेका छैनौँ, बुझेका छैनौँ, उहाँ कस्तो हुनुहुन्छ थाहा पनि छैन, र पनि हामीले आज के गरेका छौँ, उहाँलाई विश्वास गरेका छौँ भने त्यो विश्वासलाई चाहिँ हाम्रो जीवनमा हामीले जिउनुपर्छ भनेर चाहिँ पावलले आज हामीलाई बताउँदै हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि विश्वास भनेको चाहिँ केही समय मात्रै हिँड्ने चाहिँ होइन, यो चाहिँ विश्वासीहरूको गोलो चक्करमा हिँडेको जस्तै आचरण नै हुनुपर्छ भनेर चाहिँ हामीले हेर्दैछौँ। अब हामी तेस्रो बुँदामा जाउँ। तेस्रो बुँदामा चाहिँ हामीलाई के भनेको छ, यही 7 पदमा भने देखिने कुराको आधारमा होइन भनेर पावलले बताउँदैछन्। अनि देखिने कुराको आधारमा होइन भनेर भन्दै गर्दाखेरि चाहिँ यो चाहिँ देखिने कुरा भन्दा पनि परको विश्वास हामीमा हुनुपर्छ भन्ने किसिमको चाहिँ अर्थ दिन खोजिएको। म यहीँबाट पढ्नेछु। आँखाले देखिने भनेको हाम्रो वरिपरि देखिने प्राकृतिक संसार हो। हाम्रो इन्द्रियहरू भनेको आँखा, कान, नाक, हाम्रो तर्क र हाम्रो विचारधाराले कहिलेकाहीँ हामीलाई धोका दिन सक्छ। हामीले समस्याहरू, असफलता वा असम्भवता देख्न सक्छौँ, तर परमेश्वरले हामीलाई देखिएको भन्दा परको कुरालाई विश्वास गर्न बोलाउनुहुन्छ। विश्वासद्वारा हिँड्नको लागि हामीले अझै देख्न नसकेको कुरामा विश्वास गर्न आवश्यक छ। हिब्रू 11:1ले भन्छ, अब विश्वास भनेको आशा गरिएको कुराको निश्चयता हो र नदेखिएको कुराको दृढ प्रमाण हो। हामी प्राय जे देख्छौँ, छुन सक्छौँ र बुझ्न सक्छौँ त्यसैमा भर पर्छौँ, तर परमेश्वरले हामीलाई देखिने संसारभन्दा पर निस्केर हेर्न र उहाँका नदेखिएका अनन्त प्रतिज्ञाहरूमा विश्वास गर्न बोलाउनुहुन्छ। कष्ट वा अनिश्चितताको बिचमा पनि हामीले विश्वास गर्नुपर्छ कि परमेश्वरले हाम्रो लागि काम गरिरहनु भएको छ र हाम्रो साथैमा हुनुहुन्छ। अब यहाँनिर एउटा चित्र तपाईँहरूले देख्नुहुन्छ, एकजना मान्छे चाहिँ हिँडिरहेको छ है, ऊ एकदमै अन्धकारमा ऊ हिँडिरहेको छ, अनि त्यहाँ एउटा बत्ती बलेको पनि तपाईँले त्यहाँनिर साइडमा देख्नुहुन्छ है। अब त्यो मान्छे के गरिरहेको छ भन्दाखेरि ऊ विश्वासको साथ हिँडिरहेको छ। त्यो मान्छे चाहिँ एकदमै अँध्यारो छ, त्यहाँ बाटो, उसलाई चाहिँ त्यहाँनिर अरू कोही पनि छैन, साथी पनि, तर पनि ऊ एक्लै हिँडिरहेको छ त्यो बाटोबाट। तर उसलाई चाहिँ के एउटा कुराको विश्वास छ भन्दाखेरि निकै पर एउटा ज्योति छ त्यहाँनिर भनेर चाहिँ उसले त्यो ज्योति हेरिरहेको छ र ज्योतिलाई हेरेर हिँडिरहेको छ। त्यो ज्योतिले उसको बाटो उज्यालो बनाइदिएको पनि छैन, त्यो ज्योतिले उसलाई केही गरिदिएको पनि छैन, तर उसले त्यो नदेखिएको कुरा, धेरै पर भएको कुरा, एउटा ज्योतिको निम्ति चाहिँ आफ्नो बाटोमा हिँड्दैछ। त्यस्तै गरी क्रिस्चियन जीवनको एउटा विश्वास हिँडाइ भनेको पनि त्यही हो। हामीले परमेश्वरको निम्ति होइन, उहाँलाई हामीले कुनै एउटा समयमा हामीले भेटौँला, तर आज नभेटे तापनि एक दिन हामी भेट्छौँ भनेर उहाँलाई हेरेर हिँडिरहने त्यो विश्वास चाहिँ आज हाम्रो हुनुपर्छ। अनि पावलले कोरिन्थीका विश्वासीहरूलाई परमेश्वरका अनन्त प्रतिज्ञाहरू जस्तै अनन्त जीवन, स्वर्गीय वासस्थान र उहाँसँगको सम्बन्धप्रति ध्यान दिन आग्रह गर्नुभएको छ। आज हामीले नदेखिने कुराहरू भने यी नै कुराहरू हुन् होइन। परमेश्वरले दिनुहुने अनन्त जीवन, स्वर्गीय वासस्थान, त्यो कुराहरू आज हामीले देखेका छैनौँ, तर एक दिन हामीले त्यो कुरा पाउँछौँ भनेर चाहिँ त्यो कुरा प्राप्त गर्नको निम्ति आज हामीले हाम्रो विश्वासमा चाहिँ हिँडिरहनुपर्छ भनेर आज पावलले चाहिँ हामीलाई सिकाउँदै हुनुहुन्छ। विश्वासद्वारा हिँड्नको लागि हामीले अझै देख्न नसकेको कुरामा भरोसा गर्न आवश्यक छ। पावलले 2 कोरिन्थी 5:8मा भन्छन्, हामी साहसी छौँ र शरीरबाट बाहिरेर प्रभुसँग बाँच्न रुचाउँछौँ। यहाँ पावलले परमेश्वरको अदृश्य प्रतिज्ञाहरूको महत्त्वलाई जोड दिनुभएको छ। उहाँले कोरिन्थीका विश्वासीहरूलाई अनन्त जीवन र परमेश्वरसँगको उपस्थितिको आशामा बाँच्न र हरेक कदम विश्वासमा अघि बढ्न प्रोत्साहन दिनुभएको छ। दोस्रो कोरिन्थी 5:8ले हामीलाई स्मरण गराउँछ कि शरीर र संसारको सीमितताबाट मुक्त भई प्रभुसँग अनन्त जीवन बिताउनु हाम्रो लक्ष्य हो। हामी विश्वासमा हिँड्ने पनि यसैको लागि हो। जसरी यहाँ भनिएको जस्तै गरी हामीले एक दिन परमेश्वरबाट चाहिँ त्यो अनन्त जीवन पाउँछौँ भनेर त्यसको निम्ति चाहिँ हामी विश्वासमा दिनदिन हिँड्नुपर्ने कुरा हो। अब हामी अन्त्यमा आइसकेका छौँ। आजको वचनबाट हामीले
बुझ्नुपर्ने मुख्य कुराहरू र हामीले पालन गर्नुपर्ने कुराहरू भनेको चाहिँ सबैभन्दा पहिलो कुरा भनेको पहिलो बुदामा हेरेको जस्तै हाम्रो इसाई जीवनको जग वा यसुमाथिको विश्वासलाई हामीले कहिले पनि भुल्नु हुँदैन, पहिलो कुरा। त्यसै गरी दोस्रो कुरा चाहिँ हामीले यसुमाथि राखेको विश्वासमा दिनदिनै हिँड्नुपर्छ र सोही अनुसारको जीवन चाहिँ जिउनुपर्छ। अनि अर्को कुरा चाहिँ विश्वासद्वारा हिँड्नुको अर्थ चाहिँ हरेक दिन परमेश्वरको मार्गदर्शन र उहाँको अनन्त प्रतिज्ञाहरूमा भरोसा राख्दै जीवन जिउनु हो। अनि त्यसै गरी अर्को महत्त्वपूर्ण कुरा बुझ्नुपर्ने कुरा चाहिँ देखिने कुराको आधारमा होइन भन्नुको अर्थ अस्थायी संसारको चुनौतीहरूमा अल्मलिनको सट्टा परमेश्वरको अनन्त प्रतिज्ञाहरूलाई सम्झिनु हो। अनि अन्तिममा चाहिँ हामीलाई हरेक दिन आफ्नो जीवन विश्वासद्वारा नेतृत्व गर्न र परमेश्वरको अदृश्य प्रतिज्ञाहरूमा अडिग रहन पावलले प्रेरणा दिनुभएको छ। साँच्चै नै आज हामीले पनि यही कुराद्वारा चाहिँ विश्वासमा हामी रहिरहनु पर्ने, विश्वासमा हामी हिँडिरहनु पर्ने कुरा चाहिँ आजको वचनबाट हामीले पनि प्रेरणा पाएका छौँ। हुन्छ, वचनको भागलाई म समय यहीँ राख्दैछु अनि आदरणीय पास्टर अङ्कललाई म यो समय दिन चाहन्छु।